कुनै पनि केटी मान्छेले चाहिँ के सोच्नुपर्छ भन्दाखेरि चाहिँ आफ्नो इज्जतको चाहिँ एकदमै ख्याल गर्नुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। तपाईँहरूको इज्जत नै हो गहना। तपाईँको इज्जतमा लागेको दाग चाहिँ मेटाउन सकिँदैन। हाम्रो सोसाइटीले चाहिँ केटा मान्छेको मा भन्दा पनि बढी केटी मान्छेको इज्जतमा बढी फोकस राख्छ होइन। तपाईँको इज्जतमा यत्रो सानो कुरा आयो भने पनि त्यो कुराले चाहिँ तपाईँलाई पछिसम्म नै असर पर्छ क्या। त्यही भएर तपाईँ चाहिँ छोरी मान्छे हो, तपाईँले आफ्नो इज्जतको ख्याल गर्नुपर्छ। कुन ठाउँमा कसरी हिँड्नुपर्छ, कुन ठाउँमा कसरी बोल्नुपर्छ, कोसँग कस्तो व्यवहार गर्नुपर्छ, कोसँग कस्तो रिलेसन राख्नुपर्छ, तपाईँहरूले सबै कुरामा चाहिँ ध्यान पुर्याउनु पर्छ क्या। तपाईँहरूको यत्रो सानो मिस्टेकले तपाईँहरूको जिन्दगी बर्बाद हुन्छ। त्यही भएर तपाईँले चाहिँ धेरै कुरा सोचेर हिँड्नुपर्छ। तपाईँको पास्टको सबै कुराहरू एक्सेप्ट गर्न नसक्ने कुरा पनि हुनसक्छ। पास्टमा जे भयो त्यसलाई बिर्सिदेऊ भन्ने होइन कि पास्टमा गरेको गल्तीले भोलि मेरो फ्युचरमा चाहिँ कति असर पार्छ भनेर तपाईँले त्यो बेला पनि सोच्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। धेरै कुरामा तपाईँहरूले विचार गर्नुपर्छ। तपाईँहरू हिँडेको बाटोमा चाहिँ धेरै मान्छेले नजर राखिरहेको हुन्छ अनि त्यहाँ चाहिँ तपाईँहरू कसरी सचेत हुने भन्ने कुरा चाहिँ तपाईँमा भर पर्छ। तपाईँहरूलाई मैले होच्याएको चाहिँ होइन है, यो कुरामा चाहिँ नराम्रो भन्न खोजेको होइन। तपाईँहरूसँग फ्रिडम छ, पहिलाको जस्तो छैन। मान्छेको सोचाइ अहिले फरक छ हुन त, तर पनि अब कतिवटा कुरामा त तपाईँहरूले सचेत गर्नै पर्छ। जतिसुकै डेभलप भए पनि, जतिसुकै चेन्ज भए पनि यस्तो कुराहरूमा चाहिँ कहिले पनि फरक हुँदैन। सबैले नोटिस गरिरहेको नै हुन्छ। तर तपाईँ कसरी हिँड्ने, कसरी बोल्ने, तपाईँले गरेको कामले भोलि तपाईँको लाइफमा कतिको असर पर्छ भनेर सोच्नु होला। सबै कुरामा चाहिँ ध्यान दिनु होला, केयरफुल भएर हिँड्नु होला। त्यही भन्न चाहन्छु म मेरो दिदी बहिनीहरूलाई। त्यही हो, त्यही भन्न चाहन्छु यार।